दादाको कपाल अब सबै कपाल निस्कियो। सन्चैहरूलाई म सन्चै छु। आज चाहिँ मैले भ्लग चाहिँ 1-2 वर्षपछि बनाइरहेको छु। पहिलाको जन्ममा बनाएको थिएँ मैले चाहिँ भ्लग। आज चाहिँ मेरो सबभन्दा मनपर्ने दिन त्यो मेरो वर्तमान। आज मेरो घरमा सबैजना दाइहरू बहिनीहरू दिदीहरू भाइहरू मेरो क्यामेराम्यान नै मेरो दाइ हो। गाइज अब चाहिँ म सोकेस गर्छु मेरो घरको अहिले त्यो के छ। अब गाइज यो चाहिँ हो मेरो कारू काइरो गोलु निनी कसको निनी रे? ए तिम्रो निनी हो? सबैको निनी मेरो काइरो मेरो नाति नाटक ग्रुपमा पाइसक्यो है। सबजनाको दिमाग छैन। हाम्रो मान्छेको आइक्यू 10 हुन्छ, यिनीहरूको आइक्यू 2 हो। अब चाहिँ म तपाईँहरूलाई सोधिदिन्छु आज चाहिँ मेरो वर्तमान भन्छ भोज धेरै मान्छेहरू लाग यहाँ एउटा इभेन छ गोलुमुलु पनि गोलुमुलु दादाहरूको ए दादा र भाइको दादा मेरो भयो अघि मेरो हाम्रो भेनाजु विजय भेनाजु यो चाहिँ हाम्रो अर्को नाटक विज्ञानको हाम्रो हजुर बुबा युट्युबमा आउँछ चल्यो रे त्यहाँ हुन्छ गाइस चाहिँ अर्को त्यहाँ भ्लग बनाउनु आउने मान्छेहरूलाई क्यामेराम्यान दादाको हेलो गर्नु लकी गाइस डोनट हेर्नु तिम्रो गाइस अहिले चाहिँ म धेरै बनाइसकेँ भ्लग धेरै अब सिधै म लुगाहरू लगाएपछि बोल्छु ल गाइस। गाइस म चाहिँ यहाँ पूजा रेडी तपाईँले के माग्नु भयो? कतिवटा चाहियो अरे? सानो सानो रुपियाँको कपडा रुपियाँको कपडा एउटा मात्रै ल्याएको चार टुक्रा गर्नुपर्छ पर्दैन अरे त्यो एउटा माथिबाट मात्रै राख्नु न। पहिला हाम्रो त्यो पूजा सामान दिने एउटा अनि एउटा पूजाको सामान दिन्छ।
दादाको कपाल अब सबै कपाल निस्किँदैछ कपाल देखेर नि गाइस सबै कपाल छ विनित दादाको दुख्यो तपाईँले तपाईँको व्रत गर्नुभयो यहाँ चाहिँ गफ गर्ने ओम पुण्यहाम ओम पुण्यहाम ओम पुण्यहाम जात विदं पुण्यमा ओम शान्तिं भवन्तु भवन्तु सबै पनि शान्ति होस् ओम कल्याणं भवन्तु भवन्तु सबै पनि कल्याण होस् भनेर मनले सम्झिने के पनि साथमा भाइ ठुलो पनि ओम प्रियं भवन्तु भवन्तु सम्पूर्ण घरमा जोड्ने त आउन पहिला खै बाटोमा नराख्ने जब चाहिँ हामी मन्दिर जान्छौँ त्यसपछि त्यहाँ हामी चोर पुलिस खेल्छौँ म चाहिँ चोर हुन्छु पुलिस चाहिँ मामाहरू हुन्छ 1 चोर 5 पुलिस गीताजी धगे मलाई गीताजीले लिएर हाम्रो त्यहाँ एउटा मान्छे डिप्रेसनमा रहेछ त यस्तो बालकमा राम्रो छ जन्तीका जस्तो छ
देखेन घर पुगिसकेँ तपाईँहरूले त्यो वाला भिडियो हेऱ्यो कि हेर्नु चाहिँ थाहा छैन मलाई यस्तो गाह्रो भइरहेको थियो त्यो बेलाको त्यो तानेर छ पहिला गरेको होइन है 7 पहिलामा सबैजना समातिरहेको अनि बल्ल बल्ल मेरो स्ट्रङ्गेस्ट मामाले समातिहाल्यो मेरो यो माइटर्ने बहिनीले मेरो क्यामेराम्यान चाहिँ अब खाजा खान्छ र म पनि खान्छु मात्रै छैन भन्छ गाइस अब चाहिँ हाम्रो के भन्छ यो मलाई लुगाहरू दिनुभयो अब कुन कुन लुगाहरू लाग्यो अब चाहिँ के दिनुहुन्छ के गर्नुहुन्छ मलाई पनि थाहा छैन गाइस मेरो भाउजू हाँसिरहनु साउट आउट shout out to my name is Ronu Kharki. Guys, अब चाहिँ जे दिनुहुन्छ तपाईँहरू चाहिँ चुकाएर हेरेर अलिकति स्ट्रिक भयो भने यतिकै भनेर खोला गाइस मेरो टक्लु देखाउनु टक्लिया क्या गाइस म चाहिँ रेडी भइसकेँ यो कसको लाग्यो यो चाहिँ तिम्रै हो किन मलाई हाल्ने ब्याग छोडेर पूजा गरिसकेँ रिच टक्नु भइसक्यो तर म क्यापै देखाउँदिनँ पुरै खतरा रिच कति हजार थाहा छैन गाइज सो गाइज आजको भ्लग चाहिँ धेरै लामो हुने भयो आजको भ्लग चाहिँ अब आजको भ्लग तपाईँलाई राम्रो लाग्यो कि लाग्यो थाहा होइन राम्रो लाग्यो भने चाहिँ लाइक सब्सक्राइब र सेयर बटनमा चक्का हाल्दैन है हाल्नु भएन भने म तपाईँलाई हाल्छु सो गाइज आजको भ्लगलाई चाहिँ म यति नै भन्न चाहन्छु गाइज एन्डिङ होइन तर एउटा चिज हुन्छ भोलि पनि भ्लग बनाउँछु भोलि मेरो वर्तमानको पोज त्यही भएर सायद गाइज तपाईँहरूलाई आउनु मन छ भने चाहिँ आउनु नत्र तपाईँलाई म नाका मुक्का हाल्छु रगत त्यही भएर गाइज आजको भ्लग चाहिँ म यति नै भन्छु र आजको भ्लग चाहिँ म एन्ड हाल्न चाहन्छु बाई बाई